चिसो मौसममा यो तातो खाएर यति मजा आउँछ नि, यति मजा आउँछ। यो मेरो एकदमै फेभरेट हो। त के फेभरेट हो हजुरहरू आफै हेरेर भन्नुहोला। त सबैभन्दा पहिला यसलाई बनाउनलाई तातो गर्छौँ पानी कराहीमा। अनि त्यो पानीमा चाहिँ हामी नुन, बेसार, खुर्सानी अनि सबै हालेर मसलाहरू, जिरा पाउडर हालेर त्यसमा चामलको पिठो हालिदिन्छौँ अनि सुक्खा गरेर त्यसको डो बनाइहाल्छौँ, रोटीको डो जस्तै। बनाइसकेपछि कुनै पनि दाल घरमा जुन छ त्यसलाई भिजाइदिन्छौँ अनि मजाले पिसेर त्यसमा हरियो खुर्सानी, धनियाँको पात अनि नुन, बेसार, खुर्सानी, जिरा पाउडर सबै पकौडावाला मसाला जुन हुन्छ सबै हालिदिन्छौँ। यता डो पनि रेडी छ। अब डोलाई केही गर्नु पर्दैन, पुरी सानो सानो हातपट्टि गरेर यसलाई स्टफिङ गरिदिन्छौँ। गरिसकेपछि स्टिम गरिहाल्छौँ यसरी गरेर। स्टिम गरिसकेपछि मजाले तरकारी सोयाबिनको बनाउँछौँ अनि यसले इन्जोय गर्छु। यस्तो मिठो हुन्छ नि यो तरिकाको बनाउनु होला एकदमै मिठो हुन्छ यो।